आज ब्याङ्क लुट्नु पर्थ्यो क्या खासमा भन्नु पर्दाखेरि त्यो काठमाडौँमा आइसक्रिम खाने अनि होइन फलफुल खाने त्यो स्टोरहरू फुटाएर के खाने गरेछ त्यो केटाहरूले अलिकति दिमाग पुर्याएन छ नि यार 10-12 जना हुलको केटाहरू होइन चट्ट लाएर पुलिस आउन नदिने होइन 10-12 को हुलको केटाहरूमा ब्याङ्कभित्र छिर्ने ब्याङ्कको लुट्नु पर्थ्यो कि ब्याङ्क लुटेर यसो पैसा होइन सो गरे भए त तिमीलाई फाइदा हुन्थ्यो यार मेरो विचारमा त्यो फलफुल खायो होइन यसो मुख मात्र मिठो त्यो आइसक्रिम खायो गुलियो मात्र भयो क्या तिमीहरूले सो अबदेखि आन्दोलन गर्दा चाहिँ होइन ब्याङ्कतिर पनि आन्दोलन गरे ब्याङ्क छेउ आन्दोलन गरे होइन ड्याङडुङ केटाहरू मिल्ने हो ब्याङ्क फोडिदिने पैसा लिएर जाने हो होइन त्यो मैले देखिरहेको थिएँ क्या त्यो फ्रिज तानेर लगिरहेको डोरी लाइ होइन सो फलफुलहरू के लगेको देखेँ त्यो गलत गरे क्या यार आज ब्याङ्कको चाहिँ पैसा लानु पर्थ्यो यति चाहिँ बुद्धि पुर्याउँछन् केटाहरूले ब्याङ्क लुट्नु पर्थ्यो